हेलो डियर साथीहरु, मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। आज हामी एउटा सादा A4 प्लेन पेपरमा चाहिँ 3D इल्युजन भएको लेटरहरु चाहिँ कसरी लेख्ने त्यसको बारेमा सिक्छौं। भिडियोलाई पुरा हेरेर तपाईहरुले सिक्नु होला है त। सुरुमा त्यसको लागि तपाईहरुले A4 पेपर लिनुपर्ने हुन्छ, जसको टप कर्नरतिर माथितिर है माथितिर कुनै लेटर लेख्नु होला। बाँकी मैले भिडियोमा देखाए जस्तै जसरी मैले लाइनहरु कोर्छु त्यसरी नै तपाईहरुले पनि लाइनहरु कोर्दै जानु होला। जसको 3D इल्युजनको लागि चाहिँ बाँकी अब लाइन भन्दा बाहिरको पोर्सनहरु चाहिँ पनि काट्नु पर्ने हुन्छ, जसले गर्दा चाहिँ तपाईहरुको यो 3D इल्युजन चाहिँ अझै झन् बेटर देखिन्छ। त्यसको लागि यो लेटरको स्याडो पनि मैले यो भिडियोमै बनाएर देखाएको छु। जसरी मैले बनाएको छु त्यसरी तपाईहरुले पनि ट्राई गर्नु होला, एकदम राम्रो बेटर देखिन्छ। त्यसको लागि पुरा भिडियो हेरेर चाहिँ सिक्नु होला है त। अब यति गरिसकेपछि अब मैले चाहिँ तपाईहरुले काट्नु पर्ने पोर्सन चाहिँ एक्स्ट्रा पोर्सनको लागि चाहिँ मैले डैश 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 लाइन दिएको छु। यो डैश डैश लाइन जति दिएको छु नि त्यति पोर्सन चाहिँ काटेर चाहिँ फाल्नु पर्ने हुन्छ। बल्ल इल्युजन चाहिँ एकदम राम्रो बेटर इल्युजन देखिन्छ है। यसरी हेर्नु त, यसरी चाहिँ यो 3D इल्युजन लेटरहरु चाहिँ यसरी लेखिन्छ, यसरी 3D मा यसरी देखिन्छ।